नमस्कार, हाम्रो यस च्यानलमा स्वागत गर्न चाहन्छु। विभिन्न ब्याङ्कहरूले असोज महिनाको विभिन्न ब्याज दरहरू निष्कासन गरिसकेका छन्, प्रकाशन गरिसकेका छन्। त्यसै अन्तर्गत सरकारी ब्याङ्कको रूपमा रहेको राष्ट्रिय वाणिज्य ब्याङ्क, कृषि विकास ब्याङ्क र नेपाल ब्याङ्क लिमिटेडले प्रदान गर्ने मुद्दतीमा प्रदान गर्ने ब्याजको बारेमा तपाईँलाई जानकारी दिनका लागि उपस्थित भइसकेको छु। तपाईँ पनि यी सरकारी ब्याङ्कहरूमा मुद्दती राख्न खोजिराख्नु भएको छ भने यो भिडियो तपाईँको लागि उपयुक्त हुन्छ। कुन ब्याङ्कले चाहिँ सबैभन्दा बढी ब्याज दिन्छ, कुन ब्याङ्कमा राख्दाखेरि तपाईँले बढी प्रतिफल प्राप्त गर्न सक्नुहुन्छ भन्ने कुराहरू जानकारी प्राप्त गर्न सक्नुहुन्छ। विशेष गरी यी सरकारी समितिका 3वटा ब्याङ्कहरूको कम्पेरिजन हामीले लिएका छौँ। है त सबैभन्दा पहिले तपाईँले यहाँ हेर्न सक्नुहुन्छ, तपाईँले यहाँ सबैभन्दा पहिले देख्न सक्नुहुन्छ के भन्दा तपाईँले सबैभन्दा पहिले 3 महिना है तपाईँले मुद्दती राख्न खोजिराख्नु भएको छ। 3 महिनाको लागि मात्रै मुद्दती राख्न खोज्नु भएको छ भने राष्ट्रिय वाणिज्य ब्याङ्कले 3.77% तपाईँले ब्याज प्रदान गरिराखेको छ, जहाँ कृषि विकास ब्याङ्कले 2.85 2.85 प्रदान गरिराखेको छ भने नेपाल ब्याङ्क लिमिटेडले 3.75 प्रदान गरिराखेको छ। यसको मतलब के हो भन्नुहुन्छ भन्दा तपाईँले 3 महिनाको लागि मात्रै मुद्दती राख्न खोज्नु भएको छ भने सबैभन्दा बढी कसले भन्दा राष्ट्रिय वाणिज्य ब्याङ्कले प्रदान गरेको छ, अर्थात् 3.77। अर्थात् यी 3वटा सरकारी ब्याङ्कहरूमध्ये 3 महिनाको लागि मुद्दती राख्न खोजिराख्नु भएको छ भने राष्ट्रिय वाणिज्य ब्याङ्क तपाईँको लागि उत्कृष्ट विकल्प हो। त्यसै गरी तपाईँले होइन 6 महिनाको लागि राख्छु भन्नुहुन्छ भने 6 महिनाको केसमा राष्ट्रिय वाणिज्य ब्याङ्कले कति प्रदान गर्छ भन्नुहुन्छ भने 3.77 प्रदान गर्छ। कृषि विकास ब्याङ्कले 2.85 प्रदान गर्ने काम गर्छ भने नेपाल ब्याङ्कले 3.75 प्रदान गर्ने काम गर्छ। यसरी हेर्दा तपाईँले 6 महिनाको लागि पनि हेर्नुहुन्छ भने पनि राष्ट्रिय वाणिज्य ब्याङ्कले नै सबैभन्दा धेरै दिएको छ र सबैभन्दा कम हेर्नुहुन्छ भने कृषि विकास ब्याङ्कले प्रदान गरेको देखिन्छ। अहिले नेपाल ब्याङ्क र राष्ट्रिय वाणिज्य ब्याङ्क उस्तै छ, त्यस्तो धेरै डिफ्रेन्स छैन। त्यसै गरी हेर्नुहुन्छ भने तपाईँले होइन म त 1 वर्षसम्म मुद्दती गर्छु भनेर चाहनुहुन्छ भने 1 वर्षको केसमा चाहिँ राष्ट्रिय वाणिज्य ब्याङ्कले 4.50%, त्यसै गरी कृषि विकास ब्याङ्कले 3.35% र तपाईँको नेपाल ब्याङ्क लिमिटेडले 3.75% तपाईँको ब्याज प्रदान गर्ने गर्दछ। यसरी हेर्दा तपाईँले 1 वर्षको लागि पनि तपाईँले राष्ट्रिय वाणिज्य ब्याङ्कमा सबैभन्दा बढी ब्याज प्राप्त गर्नुहुन्छ। त्यो भनेको कति भन्नुहुन्छ भन्दा 4.50% रहेको छ भने सबैभन्दा कम चाहिँ कृषि विकास ब्याङ्कमा रहेको देखिन्छ। त्यसै गरी होइन म त 2 वर्षसम्म मुद्दती राख्छु भनेर तपाईँ चाहनुहुन्छ भने 2 वर्षको केसमा चाहिँ राष्ट्रिय वाणिज्य ब्याङ्कले 4.50 नै प्रदान गर्ने काम गरेको छ। त्यसै गरी तपाईँको कृषि विकास ब्याङ्कले 3.85 प्रदान गर्ने र तपाईँको नेपाल ब्याङ्कले 3.75 प्रदान गर्ने भनेको छ। यसरी हेर्दा 2 वर्षको लागि पनि सबैभन्दा उत्कृष्ट विकल्प भनेकै अप्सन ए अर्थात् राष्ट्रिय वाणिज्य ब्याङ्क चाहिँ अप्सन बेस्ट रहेको देख्न सक्नुहुन्छ, जसले चाहिँ तपाईँको 4.50% ब्याज प्रदान गर्दै आइराखेको छ, गर्ने भएको छ। त्यसै गरी तपाईँ प्रदान गर्दै आइराखेकोमा यो असोज महिनामा पनि यसले हाइएस्ट इन्ट्रेस्ट रेट प्रदान गर्ने देखिन्छ। त्यसै गरी तपाईँको अन्तिम विकल्पको रूपमा पनि तपाईँले बुझ्न सक्नुहुन्छ। अन्तिम विकल्पको रूपमा के रहेको छ भन्नुहुन्छ भन्दा 3 वर्षभन्दा माथि 3 वर्ष अथवा 3 वर्षभन्दा माथि तपाईँले मुद्दती गर्न चाहनुहुन्छ भने तपाईँले 3 वर्ष गर्नुहोस्, 4 वर्ष गर्नुहोस्, 5 वर्ष गर्नुहोस्, जति समयको लागि गर्नुहुन्छ तपाईँले पाउने अधिकतम भनेको 5.50। राष्ट्रिय वाणिज्य ब्याङ्कले चाहिँ अधिकतम तपाईँलाई 5.50 दिन्छ भने कृषि विकास ब्याङ्कले 5.05 प्रदान गर्ने काम गर्छ भने नेपाल ब्याङ्कले 5.40 प्रदान गर्ने काम गर्छ। यसरी विश्लेषण गर्दा के देखिन्छ भन्नुहुन्छ भन्दा सबैभन्दा धेरै प्रदान गर्ने ब्याङ्क भनेको राष्ट्रिय वाणिज्य ब्याङ्क हो, जसमा चाहिँ तपाईँको 5.50 छ र सबैभन्दा कम चाहिँ कृषि विकास ब्याङ्क हो। यसरी हेर्दा सबैभन्दा कम चाहिँ कृषि विकास ब्याङ्कले प्रदान गर्ने गर्दो रहेछ असोज महिनामा ब्याज है। त्यसै गरी सबैभन्दा हाइएस्ट चाहिँ राष्ट्रिय वाणिज्य ब्याङ्कले प्रदान गर्ने काम गर्दो रहेछ र तपाईँ नेपाल ब्याङ्कले चाहिँ ठिकठिकैको प्रदान गर्ने काम रहेछ। राष्ट्रिय वाणिज्य ब्याङ्क र नेपाल ब्याङ्कको उस्तै देखिन्छ, त्यस्तो धेरै डिफ्रेन्स चाहिँ छैन, सामान्य थोरै डिफ्रेन्स छ, तर कृषि विकास ब्याङ्कमा भने अलिकति धेरै डिफ्रेन्स रहेको देख्न सक्नुहुन्छ। त्यस कारणले गर्दा तपाईँ पनि कुन ब्याङ्कमा मुद्दती राखौँ, सरकारी ब्याङ्कहरूमध्ये कुन ब्याङ्कमा राखौँ भन्ने कुरामा चिन्तित हुनुहुन्छ भने तपाईँले कुनै पनि सन्देह नगरेर ब्याजको हिसाबले, सेक्युरिटीको हिसाबले, सुरक्षाको हिसाबले हरेक दृष्टिकोणबाट सरकारी ब्याङ्क भएको हैसियतले सबैभन्दा बढी चाहिँ तपाईँको
यसमा के छ भन्नुहुन्छ भन्दा राष्ट्रिय वाणिज्य ब्याङ्कमा सरकारको स्वामित्व भएको कारणले गर्दा राष्ट्रिय वाणिज्य ब्याङ्क चाहिँ उत्कृष्ट विकल्पको रूपमा तपाईँले लिन सक्नुहुन्छ भन्न चाहन्छु र तपाईँले आजको भिडियोमा सामान्यतया यो एफडीको इन्ट्रेस्ट रेटको कम्पेरिजन भिडियो तपाईँलाई जानकारी गराएका छौँ। तपाईँलाई यस्तै भिडियोहरू हेर्न मन छ, जानकारी लिन मन छ भने कृपया कमेन्ट गर्नुहोला। मन परेमा लाइक, सेयर र सब्सक्राइब गर्न पनि नबिर्सनु भन्दै आजको सेसनबाट बिदा हुन चाहन्छौँ। हस्त नमस्कार।